हाम्रो अप्पर म्याग्दी 1 हाइड्रो पावर आयोजनाको हालसम्मको प्रगति विवरण भन्दाखेरि हामीले मिति 2081 वैशाख 28बाट सिभिल संरचनाको कार्यहरू सुरु गरेका थियौँ भने जसमा केही समय सिभिलका संरचनाहरू पूर्व गर्नुपर्ने पूर्व तयारीका कामहरू भए र मिति 2081 जेठ 8 गतेबाट बाँधस्थलमा कार्य सुरु भई हालसम्म यता लगभग 45% बाँधस्थलको काम पनि सम्पन्न भइसकेको छ भने सुरुङतर्फ 2081 मङ्सिर 7बाट सुरु भएको सुरुङ खन्ने कार्य जसमा 5789 मिटर मध्ये हालसम्म 2360 मिटर लगभग 40.8% काम सम्पन्न भइसकेको छ भने हाल बाँधस्थल इन्टेक साइड र अडिटबाट दुईतर्फ र आउटलेट गरी चारैतर्फबाट चाहिँ काम भइरहेको र अहिलेको प्रगति हेर्दा निर्धारित समयभित्र सकिने खालको देखिएको छ भने पावर हाउसको हकमा जहाँ अहिले हामी बसेर यो सुट गरिरहेछौँ पावर हाउसको हकमा करिब अबको 2 हप्तामा उत्खननको काम सकेर अब यसको मेन विद्युत गृह बस्ने भवनको निर्माण हामी सुरु गर्छौँ र सो संरचना करिब 6 महिनाभित्र सम्पन्न गरी यसमा मेकानिकल र इलेक्ट्रोमेकानिकल को जडानको कार्यहरू सुरु हुनेछ र हाल मेकानिकल इलेक्ट्रोमेकानिकलको ठेकेदारको छनौट भई त्यसको डिजाइनको कार्य धमाधम भइरहेको छ भने केही समयपछि सो ठेकेदारहरू पनि साइडमा मोबिलाइज भई उसको काम सुरु गर्ने योजना रहेको छ। हालसम्म आयोजनाको कुल प्रगति विवरण 30.9% भौतिक प्रगति छ भने 30.8% चाहिँ यसको वित्तीय प्रगति रहेको छ। यस्तो वित्तीय राम्रो चाहिन्छ वित्तीय राम्रो सेटिङमेसन पनि यो स्टार्ट गर्यो भने जुन चाहिँ हाम्रो अब 3टा इन्टेकको लागि चाहिँ हिल स्टार्ट पर्यो र त्यहाँ वित्तीय राम्रो चाहिन्छ वित्तीय राम्रो सेटिङमेसन पनि यो स्टार्ट गर्यो भने जुन चाहिँ हाम्रो अब 3टा इन्टेकको लागि चाहिँ हिल स्टार्ट पर्यो र त्यहाँ
एउटा सब आउँछ वल्लो साइड पल्लो साइड यो साइड माथिको गेम सबै हाल्ने देख्नुभयो नि